हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग यहाँलाई स्वागत छ आजको ब्लगमा। अनि आज चाहिँ म खानाहरू बिहानको सबै थोक गरिसकेर काम सकेर म गएँ आफ्नो ड्युटीतर्फ। अनि यहाँ चाहिँ टिफिन टाइम हामी सबै टिचर्सहरू भेला भएर चाहिँ हामी सबैजनाले चटपटे प्लस चिया को हुनुहुन्छ चटपटे लभर र चिया लभर एकदम सल्युट है। त्यसपछि घर गएर चाहिँ बदाम खाएँ गाइस। बदाम हामी यसरी खाँदा चाहिँ एकदम रमाइलो लाग्छ। जो जाडो मौसममा यसरी छोडिउँदै खाँदा त वाउ इन्जोय लाग्छ। आजभोलि मलाई यस्तो खालको बदामहरू मन पर्न थालेको छ, मलाई मन पर्दैन थियो। अनि गएँ चर्च अनि आमाले दिनुभएको थियो मलाई, मेरो प्यारी आमा रेडबुल अनि साथै बहिनीले हेर्नु न मोमो खानुभएको वाउ। अनि हाम्रो लागि सबैजनाको लागि पपकर्न साथै मोमो रेडी पार्नुभयो अनि हामी सबैजनाले इन्जोय गर्दै खायौँ गाइस। वाउ त्यति मात्र नभएर हामी सबैजनाले फेरि पनि मैले चिया बनाउनु लागेँ। अनि कसलाई मनपर्छ गाइस तपाईँहरूलाई चिया अनि साथै चियामा मरिच सुकमेलहरू हालेको मलाई चाहिँ मनपर्छ। अनि हामी सबैजनाले चियाहरू बनाएर खान थाल्यौँ। अनि कसैलाई चाहिँ चिनी कम कसैलाई ज्यादा मनपर्छ नि त, त्यसरी नै मैले बनाएँ। चिनी चिया रङहरू सबै मिलाएर चिनी कम ज्यादा अनि त्यसरी सबै कामहरू सकेर चाहिँ म गएँ घरमा पनि गएर खानाहरू बनाइसकेर सरसफाइ गर्न लाग्दाखेरि फ्यामिली कल आयो। अनि त्यसपछि मैले मेरो आर्ट्सहरू फ्यामिलीलाई देखाएँ। साह्रै मन पऱ्यो अरे, तर म त्यस्तो जान्ने चाहिँ होइन, मलाई आउँदैन, मैले हेरी बनाएको नि त। अनि त्यसपछि फ्यामिली कलहरू सकेपछि चाहिँ म लागेँ बाइबल स्टडीतर्फ। अनि सुत्नुभन्दा अगाडि बाइबल स्टडी गर्नैपर्छ। अनि पहिलो प्राथमिकता चाहिँ हामीले परमेश्वरलाई दिनुपर्छ, किन भन्दाखेरि चाहिँ उहाँले दिनुभयो भने त हामी जे पनि गर्न सक्छौँ। यदि उहाँको अनुग्रह छैन भने हामी केही पनि गर्न सक्दैनौँ। अनि फर्स्ट प्रायोरिटी चाहिँ हामीले परमेश्वरलाई दिनुपर्छ। ओके बाई, अर्को भेट्नेछौँ मिनी ब्लग।